खसिरा भनेको। हेलो एभ्रिवान, वेलकम टु माई भ्लग गाइजहरू। अहिले चाहिँ म धेरै दिनपछि फेरि भ्लगमा फिर्ता ब्याक भएको छु। सो आज चाहिँ जान लागेको छु म जेट स्की गर्न। अनि एक्लै होइन, म चाहिँ हाम्रो कामबाट 5 जनाहरूसँग जान लागेको छु। फर्स्टमा चाहिँ म तिनीहरूको ठाउँमा जान्छु, त्यहाँदेखि चाहिँ हामीहरू अब दुईटा गाडीमा आधी आधी मिलाएर जान्छौँ होला। त्यहाँदेखि चाहिँ लेट्स गो गाइज, आइ एम रियली एक्साइटेड। म चाहिँ अहिले साथीहरूको अपार्टमेन्ट आइसकेँ। तिनीहरूको अपार्टमेन्ट चाहिँ यहीँ हो होइन। त्यो टाढो आयो, मलाई 20 मिनट 25 मिनट पुऱ्यायो। गाइजहरू अब हामी चाहिँ पुग्यौँ होइन। अब चाहिँ हाम्रो जेट स्की हुन्छ, यो यही पुग्नु हुन्छ होला। बुझ्न जाँदैछौँ बुझ्नलाई। जेट स्की गर्न हक्सबेरी। Welcome to Jet Ski Safari New South Wales. You do need to pass this test with flying colours for us to be able to let you out of this jet ski. So we cover two things right now. One is how to safely operate the jet ski. इज्जत दिनु पर्ला भनेको यहाँ त हामी रमाइलो गर्न आएको होइन केटा हो। इज्जत दिनु पर्ला, साइको भइसक्यो म। थ्याङ्क यू। हामी जाँदैछौँ मान्छेहरू, साथीहरू। Stacks taller than the skyline, touch the clouds. Chain so heavy, neck dripping, make it loud. VIP velvet ropes, living life so wild. Pockets looking pregnant, my money. हामीहरू यहाँ गएर ब्रेक लिइरहेछौँ। यहाँ हाम्रो नेपाल दाइ हुनुहुन्छ, हाम्रो इन्स्ट्रक्टर। हाम्रो केटाहरू यहाँ छन्, 2 जना त्यहाँ छन्, 2 जना त्यहाँ छन्। आफ्टर आवर जेट स्की टुर गाइज, उरो म चाहिँ समुद्रमै खस्दिरा भनेको। धन्य लाइफ ज्याकेटले बचायो। एक्सपिरियन्स हो। म त भिजे यार हानो भिजेर हामी हाम्रो चुल्लुमा डुबिसक्यो भिजेर। पहिला भिजाइ दिनु के अनि तिम्रो सोलो सोलो गर्दा गर्दा अब कोही छल माले नि हामी त यस्तो उता चलाउँदै गर्नु दुईजना खसे चाहिँ कसरी बसेर त्यो गरिरहेको थियो। यसो बिसाले हात हाल्यो होला केही छैन अब। गाइजहरू मजाले होइन, समुद्रमा पनि खसियो जेस्कीबाट। भिजेका लुगाहरू यहाँ छन्, तेरो आफ्नो नाङ्गै छ यहाँ। भिजेका लुगाहरू चाहिँ अब गाडीमा राख्नु पऱ्यो। कस्तै झ्याउ भयो यार। तपाईँलाई कस्तो भयो? एकदम रमाइलो। Turn left onto the ramp to M1. गाइजहरू अब चाहिँ हामीहरू घरमा आइसकेको छौँ होइन। अब हामीहरू यसो फोटोसोटो यताउता सेयर गर्छौँ होला। त्यसपछि म आफ्नो घरतिर जान्छु। त्यही गाइज, तपाईँले अहिलेसम्म मेरो यो भ्लग हेरिदिनु भयो, धन्यवाद। अब चाहिँ म चाँडै अर्को भ्लगमा लिएर आउनेछु। त्यति बेलसम्मको लागि थ्याङ्क यू फर वाचिङ। बाई, टेक केयर।